स्वागत छ। हामी मन्थलीको देपुरा चोकबाट अटोमा चढेका छौँ। मेरो बाइक चाहिँ बिग्रिएर वर्कसपमा छ। कसको एकदम प्यारो मान्छे मन्थलीको एकदम चर्चित पत्रकार प्रशान्त हाइवे सर पनि हुनुहुन्छ। हाम्रो यहाँ सर चाहिँ अगाडि सेटक्क अटो चढाइरहनु भएको छ। हामी यो मन्थलीबाट बिहान अटो चढेर कहाँ गएको, कहाँ हिँड्यो केटाहरू, यो ह्यान्डसम भएर भन्ने सोच्नु भयो होला होइन। हामी कहाँ हिँडेन, हामी सिधा के हस्पिटल छ मन्थली सामुदायिक अस्पताल हिँड्दैछौँ। सामुदायिक होइन मन्थली अस्पताल मात्रै हिँड्दैछ। हामी मन्थली अस्पताल चाहिँ फेरि स्पेसल तरिकाले स्पेसल चाहिँ के छ भन्दाखेरि आज हाम्रो होलबडी फ्रीमा चाहिँ टक्क लाएर चाहिँ चेकअप हुँदैछ। फेरि फ्रीमा उठ्नै पऱ्यो बिहान अनि जानु नै पऱ्यो। हामी नेपाली हो फेरि होइन, त्यही माथि फ्री किन होलबडी पैसा नपर्ने भन्छ सबै रोग भनेपछि जानै पर्यो। यो चाहिँ फेरि विशेष चाहिँ हाम्रो पत्रकारहरूलाई मात्रै पत्रकारको 20 वर्ष पुरा गरेको अवसरमा 20 वर्ष पत्रकारहरूको 20औं वर्ष त पार गरेको अवसरमा चाहिँ मन्थली अस्पतालले चाहिँ हाम्रो पत्रकारहरूलाई चाहिँ हामी पत्रकारहरूलाई चाहिँ फ्रीमा सर्भिस गराउँदै हुनुहुन्छ। फ्रीमा होलबडी चेकअप गराउँदै हुनुहुन्छ। त्यसको लागि मन्थली अस्पताललाई विशेष गरेर हामीले दिनै पर्छ होइन। हामी चाहिँ अब यहाँनिर बसमा आइसक्यो मन्थलीकोबाट एकदम हाम्रो यहाँ मन्थली अस्पताल भन्दा नि केन्द्रकै सर्कुलर हो। ए ओके, यो चाहिँ फेरि मन्थली अस्पतालले मात्रै होइन रहेछ, यो चाहिँ केन्द्रबाटै चाहिँ केन्द्रकै सर्कुलेसनबाट चाहिँ हाम्रो मन्थली अस्पतालसम्म आइपुगेको छ। त्यसको लागि यस बाटो अलिक अप्ठ्यारो छ गाइड होइन, अलिक हल्लिया हुन्छ भिडियो, हल्लिए मिलाएर हेर्नु होला, केही छैन। अनि यस बिहान अटो चढ्दा नि मजा हुँदो रहेछ। बाइक चढ्नुभन्दा नि अटो चढ्नु मजा आयो मलाई चाहिँ। अब हामी बस पार्क गरिसकेका छौँ। मन्थलीको बाटोमा चाहिँ सोधेली राम्रो गर्न पर्ने अवस्था देखिने कठ्याङ हल्लिएको रहेछ अटोमा चाहिँ लामो। अनि यो मैले बन्द गरेको छु, क्याप्सन गर्नु पर्दैन। भ्लग लामै हुन्छ सर, 2 मिनटको हुन्छ, 15-20 मिनटको हुन्छ मेरो भ्लग चाहिँ। हाम्रो किङ स्टार भ्लगलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। अब फेरि त्यही पनि ह्यान्डसम मान्छे भएछ त फिक्स 2-4 सब्सक्राइबर बढ्ने मैले अहिले बाँकी देखिसकेको छु होइन। अब हामी गफै जाउँ न, के छ अनि हाइछ अनि के छ हाइको ठिक छ। रक्तदान पनि हुँदैछ आज यहीँ। रक्तदान त 3 महिना पुगेको छैन, 3 महिना पुगेर रहेछ भने चाहिँ गर्नुपर्छ। 3 महिना पुगेर रहेछ भने अब हेरौँ के रहेछ त्यहाँ, अब गएर त्यहाँ एकचोटि बुझ्नुपर्छ। अनि फेरि भनेपछि त बिहान उठेर आइयो सर होइन, आइस भन्नु न अगाडि भन्नु। म चाहिँ अब के भन्छ उठेर बिहान हाम्रो त फ्री नै हुन्छ भने बिमा गरे तपाईँले गर्नु होला नि त। बिमा छ तपाईँको क्लासमा बिमा भएको चाहिँ हाम्रो त फ्री नै हुन्छ, तर पनि सहभागी हौँ भनेर मात्र हो। ल ठिक छ, त्यो पनि धेरै राम्रो। अब हामी हस्पिटलमा झरेपछि अरू केही चिजहरू देखाउँछौँ है त गाइड चाहिँ। फाइनली गाइड चाहिँ हामी मन्थली अस्पतालको बाटो देखिसकेका छौँ। लगाइ चाहिँ मन्थली अस्पताल आइपुग्यौँ। फाइनली हामी मन्थली अस्पताल आइसकेको छौँ। मन्थली अस्पताल यहाँ रहेको छ। अब यहाँ हामीलाई के सुविधा रहेछ सबै कुरा भन्ने कोसिस गर्छु सकेसम्म होइन। अब यस्तो दामी छ कि मन्थली अस्पताल त, चट्ट गार्डनहरू, ठुलो स्पेस, पार्किङ स्पेस, यहाँनिर इमर्जेन्सी रहेको छ होइन। नेपाल भारत मैत्री तर्फबाट पिकअप बनेको। अब हामी सर गर्थेँ तालसम्म गाइज। ल भित्र के कस्तो हुँदो रहेछ म देखाउनु मिल्छ नि देखाउँछ है त, नत्र भने अब यो भिडियो हुन्छ। अब अनि योभन्दा पछाडिको पार्ट 2 को लागि गरौँला है त गाइज।